सुदन गुरुङलाई पक्रिउन प्रमाण म दिन्छु भन्दै खान त दुर्गा प्रसाई बाउलाई के हो पहिला यो भिडियो हेर्नुहोस्। सुदन गुरुङलाई पक्रिउन प्रमाण म दिन्छु, पक्रिउन प्रधानमन्त्रीलाई पक्रिउन। दुर्गा प्रसाई बाउला हुन् र यिनले चाहिँ जे पनि बोल्छन् के मुखमा जे आउँछ त्यही बोल्छन् र त्यहाँ बसेका मान्छेहरूले ताली पिटेको हेर्नुहोस्। अनि यस्तो यस्तो अराजक फैलाउने मान्छेहरूलाई चाहिँ यो मिडियाले घेर्छ चाहिँ किन भने टिआरपीको लागि मात्र हो। मिडियाहरूले भ्युज कमाउने, पैसा कमाउने, डलर कमाउनको लागि मात्रै हो मिडिया। राम्रो कुरा, सत्य तथ्य प्रमाण उनीलाई प्रमाण छ भने पेस गरेर ल अब समात्नु पऱ्यो नि त। अनि त्यस्तो नराम्रो कामै गरेको हुन् भने त छाडा छोड्नु त भएन नि। गृहमन्त्री होस् कि प्रधानमन्त्री होस् कि अब स्वतन्त्र पार्टीको सभापति नै किन नहोस्, अर्थमन्त्री किन नहोस्, नराम्रो काम गर्ने मान्छेलाई त समात्नु पऱ्यो, कारबाही गर्नु पऱ्यो। प्रमाण छ भन्ने झुटा यस्ता आश्वासन देखाउने अनि त्यहाँका जनताहरूले चाहिँ ताली पिट्ने यस्तो वाहियत ठाउँमा अनि वाहियत कुरा गर्ने मान्छेहरूलाई यस्तालाई चाहिँ कडाभन्दा कडा कारबाही चाहिँ हुनुपर्छ क्या। सत्य हो अनि प्रमाण छ भने त उनलाई पनि कारबाही गर्नु पऱ्यो नि त। त्यत्तिकै जे पनि अब मुखमा जे आउँछ त्यही बोल्ने अनि अलिकति पत्रकार मित्रहरू अलिकति सजग हुनु पऱ्यो। गरिब दुखी जनताहरूको आवाज चाहिँ सही ठाउँमा पुर्याउनु पऱ्यो। यस्ता मान्छेको भन्दा गरिब दुखी जसले चाहिँ अहिलेसम्म उनीहरूको आवाज चाहिँ सही ठाउँमा नपुगेको मान्छेहरूको चाहिँ आवाज उठाएर उनीहरूलाई चाहिँ न्याय दिन छोडेर यस्ता पछि लागेर 2-4 हजारको लोभमा यसो गर्नु चाहिँ भएन के। अलिकति तपाईँहरू पनि अलिकति सजग बन्नु पऱ्यो। तपाईँहरूलाई मेरो भनाइ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा कमेन्ट गर्न र सबैको सामु पुग्नको लागि एक सेयर गर्न चाहिँ नबिर्सनु होला।